बहुदल आएपछिका 34 वर्षमा बाजुरामा अरू ठाउँमा त अरूले पनि जित्यो होला, कि काङ्ग्रेसले जित्यो कि एमाले कि काङ्ग्रेसले जित्यो कि एमाले, क्या भयो होला हजुर? पहिला 75 जिल्ला छिया, यो 75औं स्थानमा थियो। अहिले संविधान बनाएपछि 77 जिल्ला भने हामी अझ 77मा। हुमलाई यही परिम्बा उभा जाने होइन नि तल कवाडी खोलाबाटी। हुम्ली जनताको जीवनस्तर हामीभन्दा अगाडि हुनु, हाम्रै बाटोबाटी अगाडि गइकन हाम्रो जीवनस्तर उनका भन्दा पछाडि हुनु। हुम्लाका मान्छे बोल्या, हुम्लाका नेता बोल्या, बजेट लियो। हाम्रा नेता यहाँदेखि तम्रो हाम्रो भोट लिकन 5 वर्षसम्म फर्किया आएन, उहाँ पुरा सुत्या काठमाडौँ गइकन। अब पनि तिनै मान्छेको न भोट दिनु हो क्या? सहरका जनताले, धनगढीका जनताले किन स्वतन्त्र मेयरलाई जितायो त? क्या धनगढीका जनता केही नराउने हुन्, केही नजान्ने हुन्? काठमाडौँका जनताले किन हाल्यो त बालेन शाहलाई? त्यो 30 वर्षका 31-32 वर्षका केटाको त्यही बेला भोट मेयर, अध्यक्ष, काठमाडौँको अध्यक्ष भनौँ न, यहाँका पालिका अध्यक्ष भने जस्तो। क्या काठमाडौँका जनता लाटा हुन्, केही नजान्ने हुन्? धरानका जनताले पनि त्यो गर्यो। अहिले सारा सहरभरिका मान्छे, पढ्न गएका युवाहरू, पढा लेखेका युवाहरू किन चाहिँ घन्टिकन भोट देऊ भन्दा छन् त? क्या उनीहरूले केही बुझाएको नै हजुर? उनले पनि केही थाहा नपाइकन त्यही पागल भइकन, बौलाइकन, जाँड खाइकन, रक्सी खाइकन, बाटौडा दौडिकन घन्टिमी भोट हालौँ भन्यो होला हजुर? हो, पटक पटक हामीले भोट दियौँ, हाम्रा भोटको अवमूल्यन गर्यो। यी त भोटर ब्याङ्क हुन् सोच्यो। आफू उनीहरू कोही 2-3 चोटि चाहिँ मृगौला बदल्दा थिए हजुर। आफ्नो उपचार गर्न विदेश जाँदा अहिले एउटा दम लाग्यो भने दमको गोली छैन हामीकन। हाम्रा अघि पहिला आजभन्दा 10-15 वर्ष अगाडि पनि बाटोमै बच्चा जन्मिँदा, अहिले पनि बच्चा अझ स्वास्थ्य केन्द्र जान्तको बाटोमै जन्मिँदैछ हजुर। लाजको मर्नु होइन अहिलेका जमानामा पनि। किन सहरका मान्छेले हामीलाई हेप्ता हुन्न भनेको? उता समाचार पढ्दा रहेछन्, बाजुरामा चुनावका तक मान्छे मर्या, बाजुरामा चाहिँ बाटो छैन, बाजुरामा बिजुली छैन, बाजुराका अस्पताल ऐदो औषधि छैन, एयरपोर्ट ऐदो बिरामी जहाज कुर्दा कुर्दै मर्यो। यसो समाचार पढ्यापछि अनि सहरका मान्छे हामीकन क्या सस्ता रहेछन् भने यी त केही नथाहा पाउने, नराउने, नजान्ने, इन्कामा केही रहेनछ भनिकन हेप्ता रहेछन्। तम्रो जिन्दगी त यसै हेपिनामी गयो गयो। अब नाति नुतिना, अब हामी युवा पुस्ताको जिन्दगी पनि यसै गरी बिताउनु हो हामीले? यही चाहनुहुन्छ? हिजो काङ्ग्रेस एमालेका नाममा ऊ नेता भइकन तमिकन शासन हर्यो, हाम्रा बुवा उमेरका मान्छेकन शासन हर्यो। अहिले फेरि काङ्ग्रेस एमालेका नाममा तपाईँ हाम्रा छोरा नातिका अगाडि शासन हर्न खोज्दा छन्। हामी क्या शासन हुन खोज्ने मान्छे हौँ हजुर? ऊ भगवान्, हामी क्या राक्षस हौँ हजुर? अनि ऊ नेताहरू चाहिँ मान्छे, हामी बाजुराका क्या वन मान्छे, गुना, बाँदर, जङ्गली जनावर हौँ। हामीलाई अस्पताल चाहिँदैन, हामीलाई राउडो रोड चाहिँदैन, हामीलाई राउडो मोबाइलको टावर चाहिँदैन, हामीकन राम्रो स्कुल चाहिँदैन। हामीले खान्यापन भातै हो, उनीहरूले खान्यापन भातै हो। हाम्रो नागरिकता पनि नेपाली कागजमीको हो हजुर, उनीहरूको नागरिकता पनि नेपाली कागजैको हो। कसरी दोस्रो दर्जाका, हामी कसरी तेस्रो दर्जाका मान्छे भयौँ त? जो मान्छे सकाल 5 बजे उठिकन राह बाहाका 11 बजेसम्म यी आमाहरू लास्ट हामीले खाइसकेपछि पनि उनीहरू लिप्तै छन्। बिहान 5 बजे उठिकन गायो हत्याउन जानेदेखि लिएर बन जाने पछिल्लो 50-60 वर्षदेखि तपाईँहरू लगातार बिहान 5 बजे उठिकी रातिका 11 बजेसम्म काम गर्दा हौ। खै त हाम्रो जिन्दगी राम्रो भ्याएको?